Lo. हामीले मेवा टिप्दैछ हामीले है। ल ल हाम्रो यो आबाङ एउटा खोडा लिएर आछ आबाङले त्यहाँ देखेको खोडा पाके छ kasih juluk dia punya tangkai. Batang dia tu. म चढिहाल्छु भन्छ भने चढिहाल। हेर्नु साथीहरु ठुलो हैन लामो नि छ कि इले त्यो खाइरा के मरिसक्यो के सर्बत ओइ हैन र मरे छैन यो त्यो यति लाउ न त्यो डन्टी के के बात यो ए हैन रहेछ त्यो बा यो रहेछ के त्यो के रे ए यसले यो भ्यागु त यो खानको लागि को त्यो गरिरहेछ बिचरा देखो इसको यसलाई खानलाई है यतै गयो विपत्तै भयो त्यो हेलो एन्ड नमस्ते साथीहरु सम्पूर्णलाई है झोरले आज चाहिँ हाम्रो खुराक के जंगलबाट ल्याएको केरा अर्गानिक केरा हैन त्यसपछि गएर उतापट्टि प्लास्टिकमा ओइ मेवा छ मेवा यस्तो देखाउ त मेवा पनि छ के एक प्लास्टिक है टक्का लाएर हामी चाहिँ आज छुट्टी थियो छुट्टीको दिन अब के गरेर बस्नी भन्दाखेरि केरा ल्याएको छु केरा यही पाक्न थालिसक्यो है के नि त अब टक्का लाएर केरालाई झुन्नाएर राख्ने रुमको माथिपट्टि अनि पाक्छ जुन पाक्छ खाँदै पाकेको खाँदै गर्ने हो टक्का लाएर अब के गर्नु हैन नेपालमा यस्तो खानी बानी त्यही भएर नि हाम्रो यो बानी हटाउनै सकेन के अब यो भने हाम्रो रमाइलो छेडो हामी दुईजना साथीभाइ एकअर्कालाई सपोर्ट गर्ने हामी दुईजना हैन गाडी आइरहेछ केरा ल्याइसकेको छौँ हामीले लगभग यसलाई यदि मार्केटमा गएर किन्नु पर्यो भने चाहिँ लगभग एक हाता भनेपछि 12 पिसको लगभग हामीले 8-9 रुपियाँ तिर्नुपर्छ कि होलसेलमा पनि अब यहाँ चाहिँ हामीले फ्रीमा ल्याएको छौँ हो कि न साथी यता हेर्देऊ न तिमी पनि कस्तो लजाको यार र अब यस्तै भिडियो हालौँला हैन ब्लग स्लग बनाउँला बौलाउन बाँकी छ म कहिले बौलाउने सुरु गर्ने कहिले हो सायद छैन हैन ल साथीहरु यही हो आज हाम्रोको छुट्टी ल बाई बाई साथीहरु ल कस्तो एक पिस गर्ने के गर्ने कहाँ एक पिस गर्नु पर्यो